जन्नुकन्या प्रभावतों श्रीलक्ष्मी हयग्रीव भगवच्चरण कमलेभ्यो नमः दारमाला कुलितालकाय कपालमाला अंकितशेखराय दिव्यांबराय च दिगंबराय शिवाय च नमो शिवाय वृंदावन कलानाथो हृदयानंदवर्धनो सुखदो राधिका कृष्णो भजयं राधा कृष्ण भगवच्चरण कमलेभ्यो नमः हरतत्मान्ति निरासवा शरमणिर्विज्ञानवारान्निधिर् भक्ताभिष्ट सहस्रपूरणविदो चैतन्य चिन्तामणिः सद्भृङ्गेप्सित कृष्णभक्तिनलिनी व्याकोशयतुदय स्वस्माकं कुरु तद्भवार्ति शमनं निम्बारकनामामुनिः स्वस्माकं कुरु तद्भवार्ति शमनं रत्नाभिधानो मुनियो सद्गुरुदेव भगवच्चरण कमलेभ्यो नमः। हामीले आज हाम्रा विद्वान गुरु द्रोण गुरुबाट कीर्तन भगवान का नाम कीर्तन सुन्यौं। कीर्तन दुई प्रकार का चाहिँ मुख्य कीर्तन दुई प्रकार का छन्, एउटा नाम कीर्तन एउटा गुण कीर्तन। अहिले हामीले जति पनि सुन्यौं यिनलाई नाम कीर्तन भनिन्छ। भगवान का नाम को उच्चारण गरेर गरिने कीर्तन नाम कीर्तन। भगवान का चरित्रहरू को गायन गरेर भगवान का चरित्रहरूको वर्णन गरेर गरिने कीर्तन गुण कीर्तन भनिन्छ। त्यसलाई भगवान का लीलाहरूको वर्णन भगवान का धामहरूको वर्णन ती सारा वर्णनहरू गुण कीर्तन भित्र बस्छ। नाम कीर्तन को र गुण कीर्तन को महत्व के छ? भगवान का नाम में दिव्य शक्ति छ, अलौकिक शक्ति छ। कृष्णेति मंगलम नाम यस्य वाचि प्रवर्तते है। कृष्ण भन्ने यी नाम जसका वचनमा जसका जिब्राबाट उच्चारण हुन्छन् ती सारा पापहरू जन्म जन्मान्तरमा गरेका पापहरू रहेछन् भने पनि ती पापहरू सारा समाप्त हुन्छन्। किनभने भगवान का नाममा त्यस्तो शक्ति छ, त्यस्तो दिव्य भगवान का नाममा दिव्य शक्ति छ। किनभने नाम र नामीमा अभेद छ। हामीले श्रीकृष्ण गोविन्द हरे मुरारे हेनाथ नारायण वासुदेव भनेर जो नाम का उच्चारण गर्छौं त्यतिखेर केवल ती अक्षरहरू मात्रै त्यहाँ आउँदैन, ती शब्द मात्रै आउँदैनन्। ती शब्द र अक्षर दुवैसँग मिसिएर भगवान नै त्यहाँ प्रकट हुनुभएको हुन्छ। त्यसैले नाम र नामीमा कुनै पनि अन्तर छैन। किन अन्तर छैन भने अब यहाँ धेरै हाम्रा विद्यार्थीहरू बसेका छन्। कसैको नाम गोपाल होला हैन, कसैको नाम अर्को होला। तर मैले गोपाल भनेर बोलाएँ भनेदेखि गोपालले मात्रै हेर्छन्, अरूले हेर्दैन। गोपालले नै हेर्छन्, गोपाल भन्छ। अनि अर्को नाम भनेपछि सुजन भनेपछि सुजनले हेर, अर्को भने भागवत भने हैन, र केदार भनेपछि केदारले हेर्लान्। त्यसै गरी जसरी त्यो नामको शक्ति हामी व्यवहारमा पनि देख्छौँ। किनभने त्यो नाममा शक्ति नभएको भएदेखि त हामीले मैले गोपाल भनेर बोलाउँदाखेरि भागवतले हेर्नु पर्थ्यो नि। भागवतले त हेर्दैन, गोपालले नै हेर्छ। फेरि भागवत भन्यो भने गोपालले हेर्दैन, भागवतले हेर्छ। यसबाट के कुरा सिद्ध भयो त भन्दा नाम र त्यो नामले जसलाई बोलाएको छ उहाँमा कुनै किसिमको भेद छैन, कुनै किसिमको भिन्नता छैन। नाम र नामीमा एकता छ। त्यसै कारणले हामीले भगवान का नाम जो उच्चारण गर्छौं, जो कीर्तन गर्छौं, त्यो के हो त भन्दा साक्षात भगवानकै सेवा गरेको हो, भगवानकै चर्चा गरेको हो, भगवानकै गुणानुवाद गरेको हो। ती नाम कीर्तनका माध्यमबाट त्यहाँ भगवानका गुणानुवाद भएका छन्। र भगवानका चरित्रहरू हामीहरू भागवतहरू सुन्छौं। त्यसैगरी महात्म्य यी एकादशी महात्म्य जस्ता जो हामी सुन्छौं इनलाई भनिन्छ गुण कीर्तन। किनभने भगवानका गुणानुवादको यहाँ वर्णन गरिएको छ र ध्यानपूर्वक सुनियो भने, सुनेको कुरा भित्र लगेर अन्तस्करणमा राख्न सकियो भने यही कीर्तनले मात्रै पनि यो संसार बन्धनबाट पार जान सकिन्छ। भगवानको कृपा प्रसाद प्राप्त गर्न सकिन्छ, मुक्ति प्राप्त गर्न सकिन्छ। भागवतमा नवदा भक्तिको वर्णन आयो। श्रवणम कीर्तन विष्णु स्मरणम पाद सेवन अर्चनम वन्दनम दास्यम सख्यम आत्मनिवेदनम। प्रहलादजीले नवदा भक्तिको वर्णन गर्नुभयो। कुनै कुनै महापुरुषहरूमा 90वटा भक्ति
दुवै किसिमका भक्तहरू उत्तिकै सशक्त देखिन्छन्। जस्तो नवदा भक्तिको एक मात्र सर्वश्रेष्ठ केन्द्र भनेको को हुनुहुन्थ्यो भन्दा अम्बरीश राजा हुनुहुन्थ्यो। सबै मन कृष्ण पदारविन्द बचांसि वैकुण्ठ गुणानुवर्णने। उहाँका जति पनि जो हाम्रा मनुष्यहरूका जति पनि इन्द्रिय हुन्छन् ती सम्पूर्ण इन्द्रियहरू उहाँले अम्बरीश राजाले भगवानलाई समर्पण गर्नुभएको थियो। सबै मन कृष्ण पदारविन्दयो। उहाँले आफ्ना मन भगवानका चरणमा समर्पित गर्नुभएको थियो, चरणारविन्दमा, किनभने निरन्तर भगवानकै ध्यान गर्नुहुन्थ्यो। सबै मन कृष्ण पदारविन्दयो। र त्यसै गरी बचांसि वैकुण्ठ गुणानुवर्णने। उहाँका वाणीहरू जो निक्लिन्थे भगवानका गुणानुवादहरू मात्रै हुन्थे उहाँका वाणीबाट, अरू संसारिक कुराहरू केही पनि हुँदैनथे। त्यसै गरी उहाँका पाउ भगवानको दर्शन गर्नु मन्दिरहरूमा जाने। जति पनि इन्द्रियहरू छन् ती सारा इन्द्रियहरू के गर्थे? भगवानकै सेवामा संलग्न हुनुहुन्थे। उहाँले पुरै शरीर केमा समर्पण गर्नुभयो त भन्दाखेरि भगवानका भक्तहरू जो आफ्नो दरबारमा आउनुहुन्थ्यो, ठुला ठुला भक्तहरू, उहाँको चरणका धुलीहरू आफ्नो शरीरमा राखेर उहाँले शरीरको उपयोग गर्नुभयो। त त्यस कारणले यी नवदा भक्तिमा 9वटा भक्ति कुनै एउटै साधकमा, कुनै एउटै भक्तमा पाइन्छ भने अम्बरीश महाराजमा पाइन्छ।